आज अस्ट्रेलियाले स्टुडेन्ट भिजासँग रिलेटेड फेब्रुअरीको डेटा पब्लिस गरेको छ। त्यो डेटामा के थियो म एनालाइसिस गरिदिन्छु। हामीलाई फलो गर्नु ला र मिल्छ भने सेयर पनि गरिदिनुहोस् ताकि अन्य अभिभावक र उहाँका विद्यार्थीहरूसँग यो भिडियो पुग्न सकोस्। फेब्रुअरी महिनामा 1307 जनाले भिजा लज गर्नुभएको रहेछ भने ग्रान्ट 922 जनाको भिजा ग्रान्ट छ। यहाँ कति ट्रिकी छ म एक्सप्लेन गरिदिन्छु। र ग्रान्ट रेट भनेको 35.3% देखिन्छ। 1307 जनाले भिजा लज गर्दा 922 भनेको धेरै नै राम्रो हुनुपर्ने हो। त्यसो किन नभएको होला भन्दाखेरि हाम्रो डिसेम्बर र जनवरी महिनामा धेरै नम्बर अफ स्टुडेन्टले भिजा लज गर्नुभएको थियो र प्रायोरिटी लेभल 2 मा पर्दाखेरि 2 या 3 महिना लागेर उनीहरूको प्रोसेस भएको थियो र भिजाका डिसिजन आएको थियो। त्यो र नम्बर अफ भिजा एप्लिकेसन धेरै हुँदा भिजा ग्रान्ट पनि बढेको देखिन्छ। 922 पोजिटिभ नै हो, किन भन्दा जनवरी महिनामा 528 जनाले मात्रै भिजा पाउनु भएको थियो भने फेब्रुअरीमा 922 पोजिटिभ नै हो भने जनवरीको ग्रान्ट रेट चाहिँ 32.4 हुँदै गर्दा फेब्रुअरीमा चाहिँ 35.3 त्यो पनि पोजिटिभ देखिन्छ। भिजा ग्रान्टको पर्सेन्टेज नम्बर वाइज पर्सेन्टेजको कुरा गर्ने हो भने चाहिँ 174%ले भिजाका नम्बरहरू बढेको देखिन्छ। ग्रान्टको रेट भनेको जम्मा 2.9 ले बढेको देखिन्छ। फ्याक्ट कुरा गर्ने हो भने मार्च महिनामा यति धेरै भिजा रिफ्युजहरू भएका छन्। त्यो कारणले गर्दाखेरि मार्चको डाटामा म त्यति बारे आशावादी त छैन। तथापि भिजाका नम्बरहरू बढ्नु र ग्रान्टको पोजिटिभ पार्टमा आउनु भनेको केही राम्रो हुनसक्छ। अलिकति पर्खेर केही गर्ने हो भने राम्रो गर्न सकिन्छ। म कुर्न सक्छु या कुर्न सक्दिनँ, मेरो प्रोफाइल अनुसार के गर्न सकिन्छ भनेर एनालाइसिस गर्नको लागि तपाईँ चिप्लेढुङ्गा पोखरा ट्रेडमिलको पारिपट्टि हामी अनमार्क एजुकेसन छौँ, 3rd फ्लोरमा आउनुहोस्, छलफल गरौँ र तपाईँको प्रोफाइल र तपाईँको इन्ट्रेस्ट अनुसारको एप्लिकेसन हामी अगाडि बढाइदिन्छौँ।